1 2 3 हेलो एन्ड व्हाट्सएप गाइज वेलकम टु माई न्यू भ्लग सो आजको भ्लगमा चाहिँ हामी स्टार्टिङै भ्लगको खत्तम भयो यार आजको भ्लगमा चाहिँ हाम्रो भ्लग कहाँ अरे हामी लुम्बिनी होइन लुम्बिनीसम्मको विवेक अनुभव और साइकिल और सन्देश चारजना चारवटा साइकलमा इन्डिभिजुअल्ली लुम्बिनी तर्फको यात्रा हाम्रो सुरु भइसकेको छ हाम्रो अफिसियल यात्रा चाहिँ लुम्बिनीको लागि अनुभवको घरबाट भएको थियो जसमा अनुभव सुतेर उठेकै थिएन यो मान्छे पहिला मान्छे 10 मिनटको टाइम दिएको हगेर उठै हुन बिर्सेको ये देख सकते हैं आप लोग भन्नमा रेडी त छिटै भयो त्यही ठिक लागेको छ रेडी हुनै त्यो हाम्रो सन्देश भाइ मुला रनिङ गर्न जान्छु भन्छु त कहिले हो कहाँ छोडेको यार भइहाल्यो के रे ओए त अस्तिको काण्ड भन्नु सन्देशलाई गाइज यहाँको माहौल हेर्दाखेरि यस्तो मजेदार छ कि मैले कसरी बयान गरौँ यो हरियाली पाहाड धारहरू बिहान घाम नलाग्दैको अवस्था अझै घाम उदाइसकेको छैन हामी यति छिटो यो हाम्रो गाडहरू यो एरियाको भयो अब फेरि 23 गते स्कुल होला कि फेरि पौडी खेल्न जानु अन्त पौडी खेल्न जाऊँ भन्छौ गरेर त्यहीबाट भनेको नवरात्रिको माहौलमा दुर्गा माताहरूको मूर्ति ल्याएर हाम्रोतिर पूजा गरिन्छ जसमा अहिलेसम्म हामीले 4वटा ठाउँमा मूर्ति राखेको देखिसक्यौँ र अब आज नवरात्रिको दोस्रो दिन केही व्रतालुहरूले व्रत गर्नुहुन्छ अझै एउटा मूर्ति भएको ठाउँ आइसकेको छ हाम्रो प्रिय साथी सुदीप पौडेललाई हामीले एकदम धेरै मिस गरिरहेका छौँ र टोप सर हामी जाम भन्दाखेरि साइकल छैन भनेर हाम्रो कुरा गर्नुभयो धेरै फायर नहुनु होला हामी हिँड्यौँ हेर्नु सर अब त्यस्तै पऱ्यो अब हामी यो घाम नउदाउँदै हामी हिँडिरहमी यो हेर्नु हरियाली देख्दाखेरि यस्तो मजा आयो नि सर हेर्नु अब कसरी भनौँ कि हजुरलाई जाम भन्दा मान्नु भएन के अरे फाइनल्ली हामी अब यहाँ मङ्गलापुर आइसकेका छौँ अब हाम्रो यात्राको 7 किलोमिटर मात्रै बाँकी रहेको छ त्यसपछि हामी सिधै लुम्बिनी गेटमा साथीहरू नै नरोकिकन भागे हामी अब लुम्बिनीको गेटसम्म आइपुगेका छौँ र यहाँबाट हाम्रो व्हाइट टेम्पल देखिन सुरुवात भइसकेको छ ओ गाइज व्हाइट टेम्पल यहाँबाट देखिँदो रहेछ प्लेट ओ देखियो गाइज व्हाइट टेम्पल अब हामी लुम्बिनीको नजिक आइपुगेका छौँ गाइज फाइनल्ली हामी लुम्बिनीसम्म आइपुगेका छौँ अब हाम्रो भित्र मन्दिरहरू घुम्ने कार्यक्रम सुरु भइसक्यो फाइनल्ली गाइज हामी यतापट्टिको एउटा गेट पार गरेर हामी अर्को मेन हाइवेतिर आउनु लागिसकेका छौँ र अब हाम्रो यो देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो लुम्बिनीको सभा हाल जसमा 1.5 लाख मान्छे अट्न सक्ने क्षमताको रहेको छ यो जुनमा विभिन्न कार्यक्रम गर्दाखेरि यहाँ मान्छेहरूको सहभागिता रहने गर्छ जस्तै लुम्बिनी विकास कोषहरूको कहिलेकाहीँ कार्यक्रमहरू रहने गर्छ अरे यहाँको जानकारी अनुसार हामीलाई यो चाहिँ एकदम ठुलो छ एकदम 1.5 लाख मान्छे अटाउन सक्ने भनेपछि यो कत्रो होला आफै अनुमान गर्नु हामी कता जान्छौँ हामी अब यताबाट राइट जाम राइट गएर गयौँ भने हामी बजारतिर आइन्छ के रामसित होइन यो हाइवे हो ए फाइनली गाइज पर्साको त्यो गेट के भन्यौ गौ र
ए तिलौरा कोट्नी जाने हो र केही छैन तिलौरा कोटमा त अस्ति नै म गएको थिएँ भिडियो पनि छ हो म्युजियम कता हो गाइज हेर म टेम्पलहरू देखिन थालिसकेँ हेर टेम्पलहरू देखिन थालिसक्यो ए देख्न सक्नुहुन्छ गाइज हाम्रो इभी गाडी ओ कता हामी यता चिन्ने हो यो म्युजियम हो फाइनली गाइज हामी यति बेला लुम्बिनीको म्युजियममा आइपुगेका छौँ देख्न सक्नुहुन्छ म्युजियम यस्तो छ भनेर अनुभवले भनेका छन् मेरो चाहिँ फर्स्ट टाइम हो यो म्युजियममा यहाँ रहेछ त्यहाँ रहेछ यो सर्कल टाइप यो डिजाइन इन्टेरियर डिजाइनै खतरा क्या अनि भर्खर चाहिँ हामीले यहाँ स्क्वायरल देख्यौँ स्क्वायरललाई के भन्छ ओ स्क्वायरललाई के भन्छ गिलेर हिन्दीमा भन्छ जाम के यहाँभित्र कताबाट इन्टर गर्ने हो र विडम्बना गाइज हाम्रो आज म्युजियम चाहिँ नखुल्ने रहेछ आज मङ्गलबारको दिन आज म्युजियम चाहिँ नखुल्ने रहेछ हामी चाहिँ आज म्युजियम चाहिँ घुम्न पाइएन जे होस् अरू टेम्पलहरू चाहिँ खुल्छ अरे सावधान मङ्गलबार चाहिँ म्युजियम खुल्दो रहेनछ है गाइज हामी चाहिँ पछिको गेटबाट इन्टर गरेछौँ यो पछिको गेटबाट इन्टर गर्न चाहिँ अलाउड रहेनछ है अनि भित्र एकजना अङ्कल भेटिनु भयो जसले चाहिँ आज मङ्गलबार म्युजियम खुल्दैन भन्नुभयो र अब हामी नास्ता खानातर्फ जाँदैछौँ गाइज यति बेला हामी विभिन्न मन्दिरहरू घुमिसकेका छौँ र यति बेला कोरियन टेम्पल चाइनिज टेम्पल यो देख्न सक्नुहुन्छ हामी चाइनिज टेम्पल आइसकेका छौँ र अब हामी कोरियन टेम्पलतिर जाँदैछौँ कोरियन टेम्पल खुलै छ यो चाहिँ 2 बजेसम्म खुल्दो रहेछ तर अहिले खुलेको छ ओके लेट्स गो हेयर देयर जाम यतै कोरियन टेम्पल जाम चाइनिज टेम्पल कति यो चाहिँ गाइज चाइनिज टेम्पल हो अरे अनि यताको चाहिँ कोरियन टेम्पल सिधा गएपछि उता हामी गेटभन्दा बाहिर पुगिँदो रहेछ हेलो गाइज अब हामी यति बेला चाइनिज टेम्पलको भित्रको भ्यू देखाउन गइरहेको छु यहाँ बोल्न एलाउड नभएको हुनाले चाहिँ म सुस्त बोलिरहेको छु लुक एट द भ्यू such a nice view. What is this stone? Bro, do like this. You come. Do like this. Wow! Don't do, bro. This. Don't do. That's very interesting on you because you wear some socks. We cannot understand, bro, this language. This is in English. Yeah. English Okay. and Nepali also. What is this? Such a nice It's like a lamp. lamp. Wow. Nice. Or like decoration. Don't touch, bro. Please scan the QR code. Is it scanned? No. Oh, there was a tap. Someone is here, I guess. Oh, look at the fire extinguisher and some toilets. फोटो हेर्न त सेल्फी हान्न हुन्छ गाइड्स यो चाइनिज टेम्पलको भ्यू देख्न सक्नुहुनेछ ओए वहाँको बलब रहेछ प्लिज डन्ट हेर न यो आर्किटेक्चर इन्टेरियर हेर न चाइना जस्तो फिल भइरहेको क्या त्यही त कार्यकर्ता should visit this place. साँच्चै Yeah. कहिले He should, I guess. I ओहो mean, he should हेर न visit. गाना बजिरह Speed will like to visit this place. I think he doesn't know about this. गाइस यति बेला चाहिँ यहाँ मेडिटेसन भइरहेको रहेछ केही गीतहरू तपाईँहरूले सुन्न सक्नुहुन्छ Make a video for ISO speed, bro. कार्यकर्ता अन्ली भनेछ त कता यता भित्र कार्यकर्ता आएन
गर्छ अलि नजिक जाऊ न लु म जान्छु मैले यसलाई लग्दैन के यस्तो ग्रिप छ मेरो ब्राइटनेस बढाउनु के ग्रिप सिरिपको कुरा आएन त्यहाँ नलैजाऊ यहीँबाट जुम गरेर गरौँ न ओहो एकैचोटि टोक्छ अन्त कुन हान्छ दुइटै है आइसक्रिम एकदम मिला होइन जाम बाजाले